अलि खुला रहे पनि मस्त अन्त हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो भ्लगमा। आज हामी काठमाडौँदेखि लगभग नजिक एकदम अहिलेको भाइरल ठाउँ धापड्याम जाँदैछौँ, जुन हाइकिङ गरेर जाँदैछौँ। हाम्रो यात्रा चाहिँ सुन्दरी जलदेखि सुरु भएको छ, जुन हाम्रो धापड्याम जाने भनेर हामी यहाँदेखि स्टार्ट गर्छ। त्यहाँ जाँदैसम्म के कति टाइम लाग्छ, बाटो कस्तो छ, कति टाइम लाग्छ, कतिको गाह्रो छ, कस्तो ठाउँहरू छ भन्ने सब यो भिडियो मार्फत देखाउनेछु। सबैले हेरेर लाइक गरिदिनु होला। मौसम पनि सफा नै छ, तर हिजो अस्तितिर पानी लगातार परिरहेको थियो। हामीलाई गाह्रो नै हुन्छ जस्तो लागिरहेको थियो, तर आज मौसम एकदम सफा छ। अनि मेरो साथमा मेरा दुईवटा भाइहरू छ। अब बिस्तारै उकालो सुरु हुँदैछ। भाइहरूको चाहिँ फर्स्ट टाइम हो यता सुन्दरी जल। धापड्याम त मेरो पनि फर्स्ट टाइम हो। सुन्दरी जलसम्म चाहिँ पहिला 2 वर्ष अगाडि आएको थिएँ, जुन मैले यतिको जानी नजानी फर्स्ट भ्लग बनाएको थिएँ। यो चाहिँ सेकेन्ड टाइम हो। गाह्रो छ गाइस। अनि जुन यहाँदेखि माथिको लागि जुन यो शिवपुरी नागार्जुन निकुञ्ज पर्छ, त्यसको लागि टिकटको लागि टिकट थाल्दैछु। ल फाइनल्ली हामीले टिकट नि ल्याइसक्यो। अब हाम्रो यात्रा सुरु। खोलाको आवाज मस्त आइरहेको छ, चराचुरुङ्गीको पनि आइरहेको छ भनेर, तर खोलाको बेसी आइरहेको छ। हेलो के छ? यहाँ चाहिँ टक्क मजाले कफी खाँदै, खाजा खाँदै, जङ्गल अनि हल्का मुनि खोला छ, मस्त। माइ गॉड। अनि पागल हुँदैन त साथीहरू, यस्तो पुरा घना जङ्गल, सुनसान, खोलाको आवाज, चराचुरुङ्गीको आवाज, है मस्त। गाइस स्वर्ग जाने हो भने कहीँ जानु पर्दैन, बस सुन्दरी जल बस्दा आएर त्यहाँदेखि 15 मिनट हिँडेर आयो भने साइडको हुँदैन मान्छे। माथि हेऱ्यो यस्तो झर्नु, तल हेऱ्यो यस्तै झर्नु है। तलदेखि बस्दादेखि यहाँ अन्जेलसम्म जति गाह्रो चाहिँ भयो नि। यहाँ आइसकेपछि यतिको स्क्रिन देखेपछि त्यो गाह्रो चाहिँ
परिसकेपछि मेरो भाइहरूलाई गाह्रो भइसक्यो, गाह्रो भइहाल्यो। गाह्रो भयो तिमीलाई पनि के हो कुरो? Oh my god. अर्को भाइ के सार टोलाको हो मेरो भाइ। के हो गर्लफ्रेन्डको याद आयो क्या तँलाई? गर्लफ्रेन्डको याद आयो? गर्लफ्रेन्डको याद आयो? छैन हो होला। उसलाई चाहिँ किन गाह्रो भएको छ भनेपछि झोला छ त्यसले बोकिरहेको छ कि, अनि ऊ पनि मोटाएको छ नि, 65 केजी अहिले घटेको, ऊ 70 केजी थियो नत्र, त्यही भएर गाह्रो भएर उसलाई। यदि काठमाडौँ बस्दा 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 त्यो ध्वनि प्रदूषण धुवा प्रदूषणदेखि वाक्क हुनुहुन्छ भनेपछि, हुन त यस्तो ठाउँहरू धेरै छ काठमाडौँदेखि नजिक नजिक हाइक गरेर जानलाई, तर सुन्दरी जलको पनि युवान नै हो भन्छ है म चाहिँ। सुन्दरी जल पनि अब यहाँदेखि हामी धामधामको लागि चाहिँ यात्रा गरेको हो, हेरौँ कहाँसम्म पुगिन्छ। यो त अहिले त पुगिँदैन होला, 8:30 यहीँ भइसक्यो। अब कम्तीमा पनि 4 घन्टा लाग्छ अरे, 4 घन्टा। अब हेरौँ 8:30, 9:30, 10:30, 11, 12 कति बजीसम्म पुगिन्छ र पुग्न सकिन्छ कि नै हेरौँ। अब जान सक्यो भने गइन्छ, नत्र भाइलाई पनि गाह्रो गाह्रो भइरहेको छ, नत्र आधी बात जाने फर्केर आउनु एउटा अनुभव हुन्छ। तर योचोटि जान सकेन भने चाहिँ अर्कोचोटि चाहिँ बिहानै आउने गरेर आइयो भने चाहिँ मजाले हात्याम पुगिन्छ होला। माया पिरिम बस्दै खा यिनीहरूको। फाइनली हामी यहाँ आइपुग्यो। अब यहाँदेखि चाहिँ यो बाटो चाहिँ सुन्दरी माई मन्दिर छ जुन यहाँ मुनि, त्यहाँ जाने भयो भने हामी धामधामको लागि चाहिँ यो बाटो भएर यहाँदेखि जानेछौँ। अनि यहाँदेखि चाहिँ सुन्दरी माई मन्दिर छ जुन त्यहाँ पुगिन्छ। गाह्रो भयो। हामी अहिले ओख्रेनी के हो नामै बिर्सिनु पर्यो त्यो ठाउँमा आएको छौँ। यहाँदेखि झन्डै 8 किलोमिटर छ। 8 किलोमिटर भनेपछि 3 घन्टाको हाइक, 3 घन्टा। अहिले 9 बज्यो, 10, 11, 12 बजीसम्म चाहिँ कस्तो मजा आइरहेको हेमन भाइ, मजा आइरहेको। गाह्रो छ, गाह्रो छ, मजा आइरहेको भाइ। चाहिँ मेरो फर्स्ट भ्लग नै हो यसरी बनाएको भिडियो बनाएको। यस्तो बोल्न
आउँदैन किनकि बोलेर बनाएको फर्स्ट फरक हो। यसो हेरेर लाइक सब्सक्राइब नहेर्दा पनि हुन्छ, ध्यानमा गएर भ्युज गरिदिने अनि ठ्याक्क लाइक गर्दा पनि हुन्छ ल गाइज। Oh my god, प्रसादै प्रसाद छ त गाइज यहाँ त, एक सरको दुनियाँ अर्को होइन त भाइ। यो चाहिँ लोकल गाइस, प्योर लोकल। कता गयो हेमन भाइ? हेमन भाइ खान्दै गयो। हेमन भाइ यो लोकलको भिडियो बनाएर लोकल खाने लोकल यतातिर पुरै गाजाको बारी रहेछ पुरै है। मकै पनि खाने बेला भइसक्यो अब त। ओ माई गॉड, नजारा त मस्त छ। तर यो भ्यूसँग यो भाइको अनुहार चाहिँ मिल्दो रहेछ यार। जहाँदेखि हेर्दा पनि मस्त भ्यू है। अनि काठमाडौँ भ्याली देखिन्छ। अनि हाम्रोतिर चाहिँ यो मकैबारीमा बोडी अनि फर्सीहरू लगाउँछ कि, यतातिर चाहिँ जहाँ हेर्दा पनि गाजा के है, जता हेऱ्यो मकैबारीमा गाजा। यहाँ भवन बन्दै रहेछ, नयाँ भवन। यहाँ अलि खुला रहेछ ठाउँ, यहाँ चाहिँ खाली जग्गा जमिन जस्तो। यहाँ चाहिँ के बन्दै रहेछ, मन्दिर या हेलिप्याड यो बन्दै रहेछ। अब यहाँदेखि चाहिँ रोड आएको छ। यहाँदेखि चाहिँ तेर्सोमै होला बाटो अब जस्तो लाग्यो म्यापमा हेर्दाखेरि चाहिँ। हेरौँ कति गाह्रो हुन्छ। यहाँसम्म त गाह्रो नै ठिकै भइरहेको, मलाई चाहिँ भाइहरूलाई चाहिँ धेरै गाह्रो भयो। कृपया म चाहिँ के भन्न चाहन्छु भनेपछि मोटो मान्छे चाहिँ नआइदिनु लास्ट गाह्रो। के अरे भाइ? तर बर्खादानमा चाहिँ यस्तै हो कि, खै ठाउँ चाहिँ बादल थुप्रो पऱ्यो कि, कतै चाहिँ सफा निलो आकाश है, मस्त आइदिनु होला। यसो ग्रुपमा चाहिँ एउटा मोटो मान्छे हुनै पर्दो रहेछ, एउटा पातलो मान्छे हुँदै पर्ने रहेछ कि। पातलो मान्छे भयो भने चाहिँ झोला बोक्नलाई सजिलो हुन्छ। अब पुरै जङ्गलै जङ्गल छ गाइज, जङ्गलको बाटो। इन्टरनेसनल ग्रिन फरेस्ट। इन्टरनेसनल ग्रिन फरेस्ट भन्दा कम छैन होला। तर म्यापमा हेरेको डेन्जर छ, म्यापमा त रोडहरू रहेछ, तर रोड चाहिँ पुरै बिग्रेको रहेछ। बाइक लिएर आयो भने चाहिँ डेन्जर अफरोड रहेछ, स्कुटर चाहिँ आउँदैन। यात्रा अझै जारी छ, अझै गन्तव्यमा हामी पुगेको छैन। भक्ट्याम जान सकिँदैन होला जस्तो लागेको थियो, तर आउनु चाहिँ आइयो है। अब 20 मिनट देखाएको छ म्यापमा, 20 मिनटमा पुग्छौँ कि नै हेरौँ होइन त भाइ? अर्को भाइ पछाडि छ। ब्याग बोकेर पनि स्टेमिना चाहिँ हो नि भाइ तेरो।
मक्खैवाला सिँढी एउटा भाइ चाहिँ पछाडि आउँदैछ मोटा मोटा पछाडि अनि हाम्रो दुईवटा बोडीगार्डहरू पनि आउँदै होइन त के हो र थाहा देखाएन नि तिमीहरू मस्त हिँडेर आएन नि पुरै जङ्गलै जङ्गल मजा आयो आइज कले सबै यस्तै हो जङ्गलै जङ्गल छ वर यता माथितिर हेऱ्यो जङ्गल तलतिर हेऱ्यो जङ्गल सबै जङ्गलै जङ्गल यहाँदेखि चाहिँ अझै डाँडा पाखा देखिएको छैन जस कुकुर हेऱ्यो अर्को कुकुर हेऱ्यो अलि पछाडि अर्को कुकुर छ मजा आयो ल अब त्यहाँ पुगेपछि हेरौँ फाइनल्ली गएछ अन्त कुहिरो लाग्ने ठाउँमा पनि आइयो इन्टरनेसनल रोड है यो चाहिँ यता पनि कुहिरो बिचमा रोडमाथि कुकुर हौ लगभग डाँडाहरू देखिँदैछ आयो होला जस्तो लाग्यो हेरौँ मजा आएन के अरे के हो आएछ यता चाहिँ रहेछ फाइनल्ली धापड्याम पनि आयो सैनिक किल्लाका फोहोर मलाई पोखरीमा पस्न र पौडी खेल्न सक्त मनाइ छ अनि त्यसपछि ड्यामको डुङ्गा चलाउन र पोखरीमा फाल्न सक्त मनाइ छ ड्याम त आयो फाइनल्ली ढ्यापड्याम पनि आयो कति गाह्रो भयो फाइनल्ली ढ्यापड्याम पनि आइपुग्यो आइपुग्यो तर यहाँदेखि चाहिँ हामी जान मिल्छ मिल्दैन मोटरसाइकल प्रवेश निषेध गरेको रहेछ तर हामी यहाँदेखि जान मिल्छ होला यो चाहिँ गेट रहेछ भर्खरै बनेको अब यहाँदेखि गयो भने हामी मेन धापड्याम छौँ जथाभावी फोहोरहरू नफ्याँक्दिनु होला भनेर सचेत गरेको छ
जसो तसो धापड्याम आइपुग्यो फाइनल्ली मेन धापड्याम त अझै जान बाँकी नै छ होइन त कस्तो अनुभव भएर आज डुब्लाएर आउनु पर्छ अझै हामी मेन धापड्याम चाहिँ जान बाँकी नै छ जाँदैछौँ यो सानो झरना फल्स नथाकेको भन्दा हाम्रो खै नथाक्नु यस आई क्यान डु इट अझै पनि डु इट आई क्यान ओहो यिनी दुईजनाले हामीलाई चाहिँ नछोड्ने भयो क्या तलदेखि पिछा लागेको यस खाएकै छन् यो चाहिँ धापड्यामको पुरा भ्यू खतरा देखिरह्यो अझ यो कुहिरोहरू नलाग्यो भने चाहिँ कुहिरो बादलहरू नलाग्यो भने चाहिँ यहाँदेखि चाहिँ हिमालहरू पनि देखिन्छ भन्ने सुनेको थिएँ सायद देखिन्छ होला यो हल्का हाइटमा नै छ यो भएर अब यतातिर पिच गयो भने रोड यहाँसम्म त अफ रोडै रहेछ सबै रोड तर पिच भयो भने चाहिँ पछि राम्रो ग्राभेल गरेसम्म पनि राम्रो हुन्छ होला आउनलाई बाइक स्कुलमा जतादेखि हेऱ्यो पनि खतरा के यहाँ चाहिँ हल्का भ्यू पोइन्ट होला सायद त्यस्तै लाग्यो मलाई भ्यू पोइन्ट नै हो यहाँदेखि चारैतर्फ मस्तको देख्दो रहेछ हामी त्यो पारीदेखि आएको भने चाहिँ यहाँदेखि भएर आएको फाइनली यहाँसम्म आइयो अनि यो अन्त रमाइलो भनेको त ल ड्याम यो ड्याम चाहिँ बाँधेको है खासमा भन्यो भने चाहिँ यो बर्खाको पानीलाई सङ्कलन गरेर ड्याम बाँधेको रहेछ जुन यो काठमाडौँ उपत्यकाको त्यो जुन भूजलहरू यो बढाउनेको लागि अनि त्यसपछि यो जङ्गलको संरक्षणको लागि चाहिँ ड्याम बाँधेको रहेछ जुन यो जम्मा भएको पानीले चाहिँ धेरै राहत गर्दो रहेछ मैले थाहा पाएअनुसार मैले पनि रिसर्च गरेको यो पहिले नेचुरल नै रहेछ कि के रहेछ भनेर भने होइन त तर यो यसलाई अन्डर वाटर भन्दो रहेछ जुन पुनर्निर्भरण भन्छ कि के भन्छ मैले तर हो तर सबै यो उनी गरेको रहेछ यो कति सालमा गरेको रहेछ यो रातो माछा त हालेको कस्तो लाग्यो हेमन भाइ तँलाई यस्तो पुरै खतरा है तल ड्याम हल्का माथि कालो बादल त्यहाँको साइडमा धरियो जङ्गल यो चाहिँ यसको काम सुरु चाहिँ 2072 सालतिर औपचारिक रूपमा भएको रहेछ सुरु भएको रहेछ अनि त्यसपछि त्यहाँदेखि चाहिँ त्यहाँदेखि चाहिँ काम सुरु भएर स्टार्ट भएको होला कति वर्ष लाग्यो होला यत्रो बनाउन अब पारी हेऱ्यो यो जति छ नि यो पुरै खनेको रहेछ यो चाहिँ विदेशी विदेशीको पनि सहयोग छ भन्ने सुनेको थिएँ मैले यसमा चाहिँ अहिले त्यही भएर यो ठाउँ चाहिँ एकदम फेमस अहिले चाहिँ एकदम फेमस छ जुन हाइकिङको लागि चाहिँ काठमाडौँ एकदम नजिक हाइक गरेर आउनुलाई अनि त्यसपछि जङ्गलको रन के भन्छ अरे जङ्गलको खुबसुरती निहाल्नुलाई पानी पनि पर्न लागेको छौँ अब
उहाँ के भन्छ अरे हामी के भन्छ अरे सुन्दर जलदेखि यहाँसम्म अन्जेलसम्म पानी कम्प्लिट पानी परेको छ नि तर पानी चाहिँ पर्ला पर्ला जस्तो गरेर तर डेन्जर पानी पर्ला जस्तो छ आज चाहिँ के छ छाता बोकेर एकदम राम्रो गरेर एकदम ल तेरो भन्नु त तेरो भनाइ के छ यसमा मेरो भनाइ चाहिँ स्वर्ग हेर्ने भने चाहिँ एकचोटि आइसक्छ कतिचोटि हेर्ने हो स्वर्ग पनि मतलब तैँले सोचे जस्तो भयो कि भएन सोचेको जस्तो चाहिँ सबै तर खुट्टा दुखेर चाहिँ सुत्ता हुन्छ। अझ अरू भाइहरू आएको भए रमाइलो हुन्थ्यो रमेश भाइ आएको भए चाहिँ खैन भाइलाई रमाइलो हुन्थ्यो रमेश भाइलाई के भन्न चाहन्छस् रसले देखाउने मार्छ त्यो भिडियो तर भाइहरू कोही पनि भएन अब मिराज भाइ पनि हल्का बिजी नै छ होला मिराज भाइलाई पनि सम्झेको अब 81 भयो हाम्रो पनि यता आउने रमेश भाइलाई जाम भनेको मानेन भाइहरू धेरै सुभाष अमृत कोहीले मानेन ठिकै छ ड्याम पनि आइयो अब यहाँदेखि पनि अब जानु लाग्यो पानी पर्ला जस्तो गरेको छ पर्ला जस्तो गरेर गाह्रो हुनसक्छ पानी पऱ्यो भने चाहिँ हामी चाहिँ उता त्यो साइडदेखि आएको त्यहाँदेखि आयो उता आएर यहाँदेखि अनि त्यसपछि यहाँदेखि चाहिँ अब सिधै उता मूलखर्क जाने बाटो रहेछ यो चाहिँ अब यहाँदेखि चाहिँ मूलखर्कको लागि ओह्रालो झर्छु म अब ढापड्याम पनि घुमियो आइयो मलाई चाहिँ के भन्छ अरे आफै बनाएको ड्याम हो पछि भनेर चाहिँ हल्का आउन मन पनि लागेको थियो अनि हाइटको लागि पनि एकदम फेमस भएर आउनु मन लागेको थियो आइयो रमाइलो भयो जोस् मेरो फर्स्ट भ्लग हो त्यही भएर त्यति सोचेको जस्तो छैन तर अब नेक्स्ट बेटर हुँदै चाहिँ बेटर होला होइन त भाइ होइन त लास्ट भ्यू है त गाइज अब तलतिर जाँदा पनि ब्रिजमा लाउनुपर्छ अब मोबाइल चाहिँ अब अफ गरेर मस्तसँग हेर्नुपर्छ ओह्रालोतिर थाकेकै छ होइन त भाइ हो कस्तो रमाइलो लाग्यो रमाइलो छ जोस् ल यहाँदेखि चाहिँ अब ओह्रालो लाग्यो यो चाहिँ यो कति 2-3 ठाउँमा चाहिँ रहेछ पुरा ढुङ्गाहरू चाहिँ जम्मा गरेको यो धेरै टाइम लाग्यो होला यो चाहिँ बनाउन यो चाहिँ यो साइड खोला नै थियो होला यो साइडमा चाहिँ अनि त्यसपछि यो ढुङ्गा भर्दा अब 2072 सालदेखि स्टार्ट गरेको भनेको जस्तो लगभग 10 वर्ष अब यो धेरै त बनेको छैन 2-3 वर्ष अगाडि चाहिँ कम्प्लिट भयो होला सायद यस्तो चाहिँ लाग्यो मलाई रमाइलो भयो 3 जना भए पनि अब हल्का जङ्गल छ ल बिचमा कस्तो ठाउँमा आउँछ अब आउन त आइयो गाइज मूलखर्कको बाटो जाने भनेर आएको झन्डै बाटो नभेटेर हराएको यस्तो घनाघाट जङ्गलमा तर फाइनल्ली भेटायो बाटो चाहिँ राम्रै रहेछ यो स्टार्टिङ पोइन्टदेखि हल्का तल मुनि चाहिँ बाटो चाहिँ पुरै कन्फ्युज हुने रहेछ क्या कता जङ्गल त पुरै बाघ अहिले आउला जस्तो है अन्त केटा हो
फाइनल्ली पानी पनि परियो, मूलखर्क पनि आइयो, थकाइ पनि लाग्यो। मूलखर्क आउने बित्तिकै पानीले भेटायो ल। डेन्जर पानी पर्छ होला, तर कहाँतिर चाहिँ अझै खुल्ला नै छ, तर यतातिर चाहिँ पानी परिरहेको छ। सबै लोस्याङ गर्दै हिँडिरहे। अघि जाँदाखेरि कराउँदै साथीभाइहरू भिडियो चाहिँ बनायो। त्यस्तो भिडियो पनि बनाउन सकेन फर्स्ट होला। प्रोपरली भएको छैन। अब आज हेरौँ कस्तो भयो भोलि, अब बेलुका गएर हेरिन्छ। अनि त्यसपछि अब के कुरामा इम्प्रुभ त धेरै कुरा गर्नुपर्छ। अब थाहा नै छैन अब के हो न आइडिया छ, न केही छ, न स्किल छ, न बोल्ने शैली छ। त्यही हो, जुन बेलुका हेरौँ के कुरामा इम्प्रुभ गर्नुपर्दो रहेछ, के कुरा। अनि त्यसपछि त्योभन्दा पछिको भएर अलि राम्रो, अलिकति राम्रो होला, 5% राम्रो होला, अर्को चाहिँ 5% राम्रो होला। अनि त्यसपछि राम्रो हुँदै जान्छ। जे होस्, तर ढापड्याम जाने हो भने चाहिँ, हाइकिङ जाने हो भनेर चाहिँ सुन्दरी जल बस्दाको चाहिँ लगभग कति बजे भनेपछि 7 बजे त आइपुग्नुपर्छ सुन्दरी जल बस्दा। त्यहाँदेखि चाहिँ ढुक्क मजाले 3 घन्टा लाग्यो हामीलाई चाहिँ। 3 घन्टा भन्नाले 2 घन्टा 45 मिनट त्यस्तै लाग्यो होला। हामी चाहिँ कन्टिन्यू हिँडेको गऱ्यो, रेस्ट कहीँ गरेन। रेस्ट त्यही एक ठाउँ गऱ्यो, म त कन्टिन्यू हिँडेको गऱ्यो। अनि के भयो त्यही 2 घन्टा 45 मिनट जति लाग्यो होला। हामी चाहिँ कति बजीतिर 9 बजीतिर हिँडेको थियो होला सायद। आउनु त बिहानै उठेको 5:30 बजीतिर उठेको होला जाने भनेर। 5:30 बजी उठे पनि रेडी आउँदा बस पार्क आइयो, सुन्दर जल बसेर आइसकेपछि खाजा खाइयो। खाजा 9 बजिहाल्यो। त्यसपछि उकालो चढेको कति 11:30 बजीतिर त्यस्तो 12 बज्नु लागेको थियो होला। त्यतिखेर चाहिँ हामी पुगेको थियो। जस रमाइलो भयो, भिडियोमा चाहिँ कैद भएन त्यो रमाइलो पलको चाहिँ। जस मैले चाहिँ मोबाइलतिर चाहिँ एकैछिन बोल्यो सट्ट काट्यो त्यस्तो गर्नु परेछ। मलाई बहुत राम्रो भएको छैन।
यो चाहिँ ड्याम हो यो पनि, तर कसको लागि ड्याम हो थाहा छैन, कसैलाई थाहा भन्छ नि यसो भन्न ल। ठुलो ड्याम छ, तर यहाँ चाहिँ म कति 2 चोटि चाहिँ आएको छ, तर थाहा भएन यो ट्याङ्क खै कसको ड्याम हो यो चाहिँ थाहा भएन। डेन्जर गहिरो छ, तर अब अहिले त पानी भयो, पानी माथि माथि हुँदा त अब त्यस्तो गहिरो होला जस्तो चाहिँ लाग्दैन, तर हल्का त्यो गर्मी टाइममा आउँदा पनि आधी हुन्छ पानी, त्यही पनि डेन्जर गहिरो जस्तो लाग्छ नि, खतरा। ड्याम बाँडेको छ यहाँ पनि, तर पानीकै होला सायद, त्यस्तो लाग्छ डेन्जर खतरा। यहाँ हिलो हिलो गर्दैन यस्तो खतरा एकदम पुरानो, यो त पहिले जमानामा बनाएको होला सायद। यो त पानी त यहीँसम्म, यति गहिरो हुँदा पनि यहीँसम्म छ। यो मेसिनहरू पनि पुरानो हो, अहिले पेन्टिङ गरेको रहेछ यो उसमा चक्कामा चाहिँ, अनि त्रिपालले भागेर चाहिँ यो बर्खा पानीमा खिया लाग्छ होला भनेर होला, किनकि यो पहिला गरेको पेन्टिङहरू सब के भन्छ निस्किसकेको छ नि त, त्योहरू यो उसमा पनि गरेको रहेछ, पहिला गरेको थिएन, पेन्टिङ थिएन पहिला, अहिले गरेको रहेछ। क्यामेरा पनि रहेछ, त्यो फर्ममा पेन्टिङ गऱ्यो भने खिया लाग्दैन। यो जति तल गहिरो छ नि हो त्यतिकै गहिरो छ अरे उताको, सुनेको है मैले चाहिँ, कति मिटर छ त्यो लम्बाइ त्यो चाहिँ थाहा भएन, पुरानो डिजाइन हो। गाडी पनि आउँदै हुनुहुन्छ अघि, उहाँहरू पनि थाकेर रसेङ गर्दा आउनुहुन्छ, सेम हामी जस्तै। रमाइलो भयो जो यहाँदेखि सुन्दरजलदेखि उहाँ झ्याप्ड्याम जानेसम्म चाहिँ पानी चाहिँ परेन, तर फर्किसकेपछि 20 बाटोसम्म पनि भेटाएन। तर हामी उता झ्याप्ड्यामदेखि घुमेर आएको भए चाहिँ हामीलाई 20 बाटोमा भेटाइदिएको छ, तर उता सर्टकट बाटो आउनु पनि रहेछ, आउनु बाटो हामी झ्याप्ड्यामदेखि त्यहाँ 20 मिनटमा आइपुगेको थियो होला चाहिँ। अनि त्यहाँदेखि ठ्याक्कै मूलघरको आउने बित्तिकै, गाउँ आउने बित्तिकै पानीले भेटायो। उतादेखि घुमेर आएको भए चाहिँ हामीलाई भेटाउँथ्यो होला पानी, 20 बाटोमै भेटाउँथ्यो होला पानी क्या। त्यहाँदेखि चाहिँ कन्टिन्यू गरिरहेको छ, अब पचास खायो। अनि ओख्रेनी झरना भन्ने यहाँदेखि पनि जाँदो रहेछ, यता माथि मङ्गलदेखि पनि जाँदो रहेछ ओख्रेनी झरना। अब नेक्स्ट टाइम चाहिँ ओख्रेनी झरना। फाइनल्ली आयो। अनि यो चाहिँ सुन्दरी दलनी, जुन यो सुन्दरी माईको मन्दिर छ तल खोलामा, फाइनल्ली झ्याप्ड्याम पुगेर पनि सुन्दरी दल बस्दा आइयो। अहिले टुकीको अनुहार, तर हामी हिँडेको रहेछ है 2:45 भन्दाखेरि होइन होला भन्छ क्या जसले पनि। 9 बजेबाट हिँड्नेलाई अहिलेसम्म काहीँ बसेको थियौँ र हामी राम्रोसँग। ल गाइस फाइनल्ली अब बस पार्क आइयो। अब यहाँदेखि केमा हुन्छ